हेलो गाइज, हजुरलाई फेरि पनि स्वागत छ मेरो एउटा न्यू भिडियोमा। अहिले चाहिँ हामी जस्ट बाहिर गएको हजुरलाई म्यान्चेस्टर सिटी देखाउँछौँ है त। अहिले जस्ट हामी बाहिर जाँदैछौँ यहाँ सिम निकाल्न। अहिले चाहिँ हामी सब गइरहेछौँ केही दिएर, अनि त्यसपछि उता गएर अनि सिम निकाल्न जानुपर्ने ह। त्यही भएर मेरो पुरानो सिम भयो, त्यही भएर हजुरलाई देखाउँछौँ है। यो चाहिँ हामी घरबाट निस्किसक्यो हो। जस्ट यस्तो छ हाम्रो घरको बाहिर पार्क छ, एउटा मिनी पार्क, चिल गर्ने ठाउँ, केटाहरू फुटबल खेल्ने छ त्यहाँ। अहिले चाहिँ दिउँसोको 2 बजिरह भर्खर उठेर अनि त्यसपछि मुख हात धोएर फ्रेस भएर निस्क्यो। पानी पर्छ क्या, बादल पुरा लाग्यो चारैतिर, चारों ओर कोहरा ही कोहरा है अभी। अभी 3 बजे हुआ 2:30 2:30 कितना है? 2:30 हुआ अभी। कितना हुआ? अभी 1 हुआ होगा ना। फोन लेके नहीं आया आप? लेके आया तो फोन तेरा हाथ पे है। तो मैं नहीं देख सकता, इसमें नहीं दिखा सकता। ऐसे नहीं कर। देखो ये आईफोन का क्या सेटिंग मुझे पता नहीं है। पसलमा चाहिँ आइसकेका छौँ। म बाहिर छु, अफ लाइसेन्सको साथी भित्र पसल यही हो, अफ लाइसेन्स त्यही हो भित्र छ। सामान किन्दै उसले, अब त्यसपछि जाने सँगै। यस्तो छ है गाइज, नजिकै छ सप। क्या चलो अब सबबाट बाहिर निस्केर अब हिँड्न लाग्यो हो सिम्लिन। सबैजनाले देखाउँछ है म भ्यू हाम्रो। कति धेरै टाढा लाग्दैन, 5-7 मिनट हो घरबाट। प्लस गाडी पनि आइसक्यो। त्यही हो। मेन सिटीमा जाँदैछौँ घरबाट। त्यही हो। हाम्रो फुटबल क्लब रोयल स्टेडियम पनि अगाडि यहाँ स्विमिङ गर्ने ठाउँ। कप्स पनि छ, देखा कप्स रुसी तगडा त साथीहरू। त्यही हो, नियम कानुनमा हिँड्नुपर्छ यहाँ, नत्र कहाँबाट देख्छ थाहा छैन। स्टेडियम हो, मैनचेस्टर स्टेडियम। हाम्रो पनि त्यस्तै बनाउनु पर्यो है आउने सरकारले चाहिँ। त्यही हो। स्टेडियम हाम्रो त क्रिकेट स्टेडियम बनेन। कमसे कम बाहिरकै हेरेर चित्त बुझाउनु पर्छ। पनि लागेछ, पानी पर्ने पनि छ। यता फेरि घाम लागेछ मजाले। त्यहाँ जाडोमा सब सुक्छ। त्यही हो।
star car. Oh, I don't know. Adventure car, yeah. No, it's so scary, bro. And देखो ऊपर. Look at that, bro. Car, yeah. What the heck? Seriously? I don't know which model is it. I don't know. यो कुन गाडी यो comment है. It's, you know, it's a gas cylinder there behind, yeah? So, it's a way, you know. Wow. There is pistol. Bullet also inside there. Yeah. This is the guy. Fucking crazy, bro. थोड़ा सा आगे चला जाए. I want to take one picture but in snap. It's a horror movie. Horror cars. You know, zombies car. Yeah, zombie car. Yeah, obviously it's a zombie car. Thinking warning also is there. Yeah. यस्तै गाडी लिनुपर्छ है. सब थोक भएकोमा मुर्दाको पनि हाल्दैछ टाउको यहाँ सबै थोक छ यसमा. वाउ. हामी चाहिँ भइरहेको अहिले दिउँसो त्यस्तो भिड चाहिँ छैन, त्यस्तो ट्राफिक चाहिँ छैन यता अहिले. तपाईँले ट्राफिक त वाइल्ड त्यही भएर यताबाट आइछौँ. गाडी चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु है. कमेन्टमा भन्नुहोस् कस्तो छ गाडी चाहिँ. अगाडिको लुक्स चाहिँ देख्न पाइएन, पछाडिबाट यस्तो छ नि अगाडि पनि कत्रो होला, भित्र त वाइल्ड होला. कहीँ बनिरहेको हुन्छ यहाँ त यो. They get more fame. Yeah. But one case, there's this quote. I don't like this one. This area for Rajabhat. In Rajabhat. yeah. Yeah. Case. Yeah. Rajab have so many cases at the moment. He goes to court and he's fight to. Yeah. That's not good, yeah. I know. I see. Do you know, obviously, it's Pakistan. Yeah. Pakistan have no rules, no regulations. Same Pakistan, Nepal also. Basically, it's If one people is people to do is, success, then many people if you do success, people hate you. hate you more. Obviously, you're jealous all the time. So, you're criticized all the time. Yeah. I like to. Because they Rajabhat already basically poor family. Yeah, he So grow. come to Polaki now is rich. Yeah, So people is jealous. jealous. Yeah. He came to more fame, more Yeah, money. because he's really successful Yeah. at the moment. So people is jealous. Jealous. Yeah. I like his comedian friends. He's like one guy's, but I forget his name. His name is is Young. His name is. It's comedian anytime, I know. But I like his video. Yeah, it's really Yeah. popular in Pakistan. Really, it's the first YouTuber Yeah. have 8.7 million Millions in Pakistan. subscribers. Yeah. Every single video is like 4 million, 6 million. Every single video. It's mean basically he made a lot of money. Yeah. Honestly, He tell him some yeah. So podcast. people, I get this much money and this. Yeah. For maybe
million. Yeah. Basically, he charge you one boat One. cost. Yeah, something. Oh. No. Seriously. Jump off the middle of the road. She's British, not right? Obviously, Do anything. he do everything. He don't care. He don't care, Yeah. mom and dad. He don't care for everything. Yes, and only Yeah. follow the rules. He's British. I know. Same. He's a normal. It's normal. हाम्रो म्यान्चेस्टर लन्डन बर्मिङहाम जहाँ जाने यहाँ चाहिँ सेन्टर छ यहाँबाट चाहिँ बस समातेर जाने हो प्लस हामीहरू पनि आइपुग्न लाग्यो 2 मिनट छ त्यसपछि हजुरहरूलाई मजाले बाहिरबाट देखाउँछौँ भ्यू है त आज सटरडे हो आज अलि भिड त छैन खै अब बाहिर निस्केर थाहा हुन्छ गाइज यहाँबाट चाहिँ हाम्रो मेन सेन्टर हो यहाँबाट चाहिँ हामी बस समातेर युनिभर्सिटी कतै कतै जानु छ भने यहाँबाट जाने हो यो चाहिँ बाहिर टाढा टाढाको हुन्छ जस मान्छेहरूको फोटो चाहिँ आउनु भएन यहाँ त्यसको लागि सरी भनिदिनुपर्छ है अरूको यो फोटो लिन पाइन्न नि त नेपाल होइन कि टक्क हामी फोटो लिएर छक्क गरिदिने त्यही हो यहाँको रुल कायदा अलिक स्ट्रिक्ट छ यो चाहिँ हाम्रो मेन सिटी हो राति आउँदा चाहिँ मजा लाग्छ हजुरहरूलाई भ्यू हेर्न दिउँसो छ ठिक छ दिउँसो देखिन्छ राति चाहिँ अब केही देखिँदैन जस मान्छे क्राउड हुन्छ लाइटिङ हुन्छ त्यही हो अरू त केही छैन मिट सब जाना है कभी देखा नहीं ना दिखाओ सबको मिट सब हाम्रो बिग मिट सब फिश मार्केट अक्टोपस है अक्टोपस फ्रेश है फ्रेश है अभी लेंगे जाते वक्त ठीक है हाँ बहुत अच्छा रहता है ये बहुत अच्छा रहता ये है इसका फ्राई किया था पागल हो गया इसको एक एक फ्राई करना है सब फुल या क्या हाफ कट करके यो चाहिँ फिस मार्केट हो अब चाहिँ हामी सेन्टर जाँदैछौँ क्राउड छ भित्र त्यही मान्छेको भिडियो लिनुहुन्न त्यही हो कि त्यही भएर म तल देखाउँदैछु क्या कुनै बेला कुनै मान्छे अब त्यही हो कुनै बेला कुनै मान्छे अर्कै मुडको हुन्छ त्यही भएर अलिक गाह्रो हुन्छ होइन अलिक गाह्रो हुन्छ हामी चाहिँ मलमा आइसक्यौँ है ब्रान्ड मलमा भिडियो ले सकते हैं हम यो चाहिँ पोलिस्टर आइसक्यो ए हाम्रो अस्तिबार किने अपन if you just type in your यस्तै छ गाइस क्राउड चाहिँ
यसरी फर्म भर्नुपर्छ फर्म भरेर वेटिङ हुन्छ कति घन्टा लाग्छ थाहा छैन त्यसपछि बोलाउँछ अनि बोलाएर अनि त्यसपछि बनाउनुपर्छ गाइस त्यही हो आरा बनाउनु दिएर हुँदैन गाह्रो छ रुल्स भनेर चेन्ज छ ब्याड S17 अझैसम्म क्रेज छ है 17 त्यही पनि मान्छे लिइरहनु अहिलेसम्म हामीले त लिइसक्यो हो 2 बजेर 55 मिनटको अपोइन्टमेन्ट राखा अब त्यहाँ 2 बजेर पछन् लगभग 3 बजे आउनु फेरि 2:50 मा 55 मा आउनुपर्छ त्यही हो 1-2 मिनट लेट भयो भने अर्कोले फेरि खान्छ फेरि अपोइन्टमेन्ट लियो जाऊ धेरै भन्यो अब किधर जाने भानु अभी इधर हाँ पता नहीं मेरा क्या ब्लॉक कर दो 41 हो गया 255 हाँ 10 मिनट 10 हाँ 15 मिनट क्या करना है उसी में कितना लगेगा टाइम चलो घूमते हैं तब तक घूम के फिर आते इधर वही करते हैं ना चलो क्या करना है भूख लग रहा है क्या खाना है ये कुछ हमको मत लेके खाएंगे क्या करना है चल अच्छा हमको रात को आना था रात को बंद कर भाई टाइम तो दो इधर समोसा कितना होगा स्वीट है इधर सब नहीं है ब्रिटिश अभी इधर ले सकता है अभी इधर पीछे बोल के सकता है थोड़ा गर्म बना के दे सकते हैं लेकिन एक्सपेंसिव हो गया चिकन यहाँ जति महँगो छ है यहाँ 9 पाउन्ड भन्दा केही तल छैन 9 पाउन्ड only 9 पाउन्ड स्पाइसी खानी है ओनली वन पिज़्ज़ा खानी है मील खानी है सिर्फ मतलब व्हाट इज दिस हाउ मच इज इट खाना है हां कैन यू नॉर्मल नॉर्मल स्पाइसी का नहीं या नो थैंक्स और थोड़ा चले थोड़ा ही नहीं करते आ दिए No, it doesn't. इधर हम लोग भी शॉप खोल सकते हैं थोड़ी दूर तक इधर ही बैठने करते हैं ना बैठ जाओ इसमें पिज्जा ढिलो भइसक्यो अपार्टमेन्ट जल्दी करो चलो भन्नु खाँदा खाँदा ढिलो भइसक्यो होइन 55 मा थियो 3 o'clock भइसक्यो अब हेरौँ के हुन्छ वो नाम तो बुलाना होगा ट्याक्कै सिम लिनुपर्ने छ सिम लिएर पोस्टका जानुपर्ने छ गाइस इसको इधर है वो इधर है वो अपार्टमेन्ट वाला हामी जिससे गाइस अब सक्यो त्यसपछि अब घरतिर यसो अब सिम निकाल्ने आइफोन स्टोर सक्यो अब घुमेर अब यता लाग्यो हो सिम निकाल्न हेरौँ के हुन्छ रुको अब नेपालमा यस्तै बनाउनु पर्ने है अग्ली सरकार हेर्न है गाई यस्तो स्टोर हुनु पऱ्यो यस्तो हुनु पऱ्यो मल कफी सप यस्तो हुनु पऱ्यो गाइस कफी सप चाहिँ यस्तो हुनु पऱ्यो यहीँनिर केही सिकौँ अब हामी पनि बाहर निकाल्न है हाँ बाहर जानी है चलो अंदर नहीं आना क्यों ये क्या है भानु इसका मेकअप मेट्रो बाहर तो ठंडी है बहन रात हो गई कहीं चाहो बहन राती होना थाली सुखा है 3 बजे हाँ 3 बजे राती होना थाली सक्यो यस्तो छ बाहिरको सिन गाइस त्यही हो बाहिर मजा छ हामी
गाइस केही काम भएन है अहिले चाहिँ। अब फेरि हेरौँ, अब एउटा काम बाँकी छ, त्यो काम हुन्छ कि हुँदैन। त्यो काम पनि भएन भने आएको केही अर्थ भएन होइन। न एप्पल स्टोरमा भयो न त्यहाँ भयो, सेम। अब लास्ट अप्सन छ एउटा। हामी फेरि बाहिर आइसक्यो भित्र। अब फाइनली फिस सपमा आइपुग्यौँ। हो माछा हेरौँ कुन माछा लाने हो। अनबक्सिङ देखाउँ माछा। लाइभ कटिङ हुन्छ यहाँ। Just clean it, yeah. All guys, golden यो ल्या माछा चाहिँ हामीले हेरौँ। यो मच्छी माछा सासा पनि भयो। पोस्ट अफिस गएर सानो काम छ, सानो काम निप्टाएर हेरौँ। किधर से जाना? हाँ तो किधर से जाना है? गाइस हाम्रो मेन सिटी यहाँ चाहिँ हाम्रो म्यान्चेस्टरको मेन सिटी हो। यो चाहिँ अब यहाँ चाहिँ ट्रेनको पटरी, यो चाहिँ सानो ट्रेनको पटरी। मान्छे क्राउड धेरै छ, पानी पनि पहिला सिमसिमे पानी। चलो खानु, बारिश भी अभी होनी थी। ये गाइस पानी पर्दा पर्दै ह मान्छे हिँडिरहन्। यहाँको त त्यही हो। सिमसिमे पानी। पोस्टकोड जानुपर्ने ह। पोस्टकोड गएर अब यो चाहिँ पार्क स्टेसन, हाम्रो बस स्टेसन यो हो। घर जाने पनि जता जाँदा पनि यहाँ आएर सेन्टर हो। यहाँबाट सबै बस पाइन्छ होइन, बस्ने यस्तो छ ठाउँ। बिल्डिङहरू पनि ह। पहिला काम गरेको ठाउँ म यहाँ छ गाइस। पहिला काम गरिन्थ्यो, अहिले छोडियो। कितनी दूर है भानु? ट्रेन आउँदैछ। त्यही हो गाइस। अब यहाँबाट यस्तो छ हाम्रो सिटी। हजुरलाई बोरिङ लागिरहेको होला, त्यस्तै छैन। जस्ट बिस्तारै बिस्तारै लाग्दैन, गरिरहेको प्रयास। त्यो चाहिँ फर्स्ट हो, ट्राई हो, प्लिज सपोर्ट होइन। त्यही भन्नु छ। अब के भन्नु अरू? जल्दी चलो भानु, ठोक्दैन बस मत गरेछ। यहाँ चाहिँ रुल स्ट्रिक्ट छ, ठोको पनि ठोको गाइस। त्यही हो। यहाँ हाम्रो जस्तो छैन कि 10 जना आएर बचाउने समाज छ, के हुन्छ हस्पिटल लान्छ। यहाँ त्यस्तो हुँदैन। जबसम्म कप छँदैन तबसम्म छुँदैन यहाँ, जस्तो सुकै जे भए पनि। कोही केही बाहिर खाने मतलब छैन यहाँ। त्यही हो, त्यो चाहिँ एउटा नराम्रो छ है हाम्रो देशभन्दा। केही बाहिर खाने मान्छे मरिरहेको होस् जे होस्, कसैले केही भन्दैन। त्यही भएर अनि त्यो चाहिँ नराम्रो लाग्छ। त्यही हो, एउटा सब ठिक छ, चिन्छ, त्यस्तो केही छैन। त्यही हो, अब देश विकास गर्नुपर्छ। त्यही हो गाइस होइन। अब देशको बारेमा के भन्नु, डमाडोल भइरहेको।
यहाँको पनि टमाटर छ अहिले युकेको कितने दूर है उधर जा क्या बोलना है यही है पोस्ट अफिस फाइनली फाइनली हामीले एउटा काम चाहिँ भयो है यो काम चाहिँ भयो अब फर्म चाहिँ ल्यायौँ अब भोलि सबमिट गरेर पर्छु लुको वेट गर भानु क्या कर रहे हो ठोक देगा अब त्यही हो लियो फर्म भयो अब त्यसपछि अब घरतिर लाग्ने खाजा खाएको थियौँ भोक पनि लाग्यो खाना बनाउनु पर्छ खानुपर्छ गरे काम पनि सघाउनु पर्छ त्यही हो आज छुट्टी छ त्यही भएर कपडाहरू सबै धुनु छ फ्रेस हुनु छ नुहाउनु छ धेरै कुरा छ है त अब एकछिनमा म ब्लग बन्द गर्छु त्यही भएर है त अब जस्ट घर जाने हो घर गएर त्यो चाहिँ हाम्रो सेन्टर हो यहाँ आएर चाहिँ हामीले सब थोक गर्ने हो है त सो बस में जाना है बस में जाएंगे ना ठीक है तो शॉप जाना है ओके एक ऑलरेडी पूछ लिया मैं एक बार हाँ इधर पूछेंगे इधर कितना चलो लगा नो प्रॉब्लम इधर पूछते हैं मैं टैक्सी भी देखता हूँ कितना है सस्ता हो गया तो टैक्सी में चल जाएंगे टैक्सी में जल्दी पहुँच जाएंगे ना अन्त कहीँ सबैहरू सबबाट फोनको एकचोटि बुझ्नु छ स्लोली भन्नु